नमस्ते नमस्कार दर्शकबिन अहिले हामी फेरि पनि आइसकेका छौँ नवराजपुर गाउँपालिका वडा नम्बर 1 को कस्तुरी कृषकको यो नर्सरी स्रोत केन्द्रमा हामी आज फेरि यो डाले घाँसहरूको अनुगमनको लागि जुन हामीलाई अर्डर आएछन् कि हामीलाई डाले घाँस नेपियर घाँसहरू चाहिँ रेड नेपियर सुपर नेपियरहरू चाहियो भनेर विभिन्न जातका डाले घाँसहरू चाहियो भनेर अनि हामी फेरि आज भिजिट गर्न आएका छौँ र अब यो डाले घाँसहरू हामीलाई चाहिँ सेलिङ गर्ने भ्युजनमा हामी चाहिँ यतापट्टि आएका छौँ जुनमा अहिले तपाईहरु हेर्न सक्नुहुन्छ। यो चाहिँ अति नै पात दिने डाले घाँस यो चाहिँ भटमासे जातको डाले घाँस रहेछ। जस्तै हामीसँग फेरि पनि यता पनि छ यो चाहिँ इपिलिपिल हो। यो चाहिँ अति नै राम्रो हुन्छ बाख्राहरूको लागि पशुहरूको लागि चाहिँ अति नै राम्रो हुने डाले घाँसहरू मध्ये एक डाले घाँस इपिलिपिल पनि हो। त्यस्तै हामीसँग विभिन्न जातका डाले घाँसहरू इन्दु पासपालम भटमासे जस्ता विभिन्न जातका घाँसहरू हामीसँग छन्। त्यसैगरी यदि तपाईहरुलाई चाहियो भने हामीसँग डाले घाँसहरूलाई लिन चाहनुहुन्छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ र हामी चाहिँ अति राम्रो डाले घाँसहरू दिन सक्छौं तपाईहरुलाई र हामीसँग होम डेलिभरी सम्मको पनि व्यवस्था हामीले मिलाएका छौं। र यसैमध्ये यो पनि एउटा हामीले चाहिँ अहिले भर्खरै गरेको यो डाले घाँस मध्ये एउटा यो डाले घाँसको बिरुवा पनि यता पनि हामी लगाएका छौं। यो बेडमा अहिले भर्खर तयार हुँदैछन्। यो चाहिँ जसलाई जति माध्यमको चाहियो कसैलाई ठुलोवाला चाहियो भने ठुलोवाला पनि हामी दिन सक्छौं र यो सानोवाला हो। त्यसैगरी पशुहरूलाई रुचाउने र अति नै खाने बाख्राहरूको लागि हामी नयाँ भेराइटीका नेपियर घाँसहरू भ्यू घाँसहरूको हामी व्यवस्था मिलाउने छौं। रेड नेपियर सुपर नेपियर स्मार्ट नेपियर जस्ता घाँसहरू हामी चाहिँ तपाईहरुको लागि चाहिँ उपलब्ध गराउने छौं। यदि तपाईहरुलाई चाहियो भने कृपया हाम्रो यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। हामीले अरु घाँसहरू चाहिँ कटिङ गरेर हामी सेल गरिदिएका छौं विभिन्न संघ संस्थाहरूमा विभिन्न ठाउँबाट अर्डर आएपछि अनि यतापट्टिको चाहिँ अझै नेपियर घाँसहरू हाम्रो बाँकी नै रहेछ। यदि तपाईहरुलाई चाहियो भने कृपया हाम्रो यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यसैगरी यो चाहिँ हाम्रो अहिले हामी भ्यू घाँस यानी कि यो सिजनली घाँस हामीले लगाएका छौं। यो घाँस चाहिँ खास गरी बाख्राको लागि हामीले लगाएका छौं तर पशुहरूको लागि अति नै राम्रो घाँस यो घाँस चाहिँ टियोसेन्टीको यतापट्टि हामीले लगाएका छौं। यो टियोसेन्टी घाँस यो मा लगाएका छौं हामी। यतापट्टि देख्न सक्नुहुन्छ तपाईहरु हामी भ्यूका लागि राखेको यो नेपियर घाँस यो चाहिँ रेड नेपियर हो। अति नै राम्रो अति नै फस्टाउने रेड नेपियर हो। अति नै ग्रोथ गर्ने धेरै नै घाँसको उत्पादन दिने यो रेड नेपियर हो र पशुहरूको लागि चाहिँ अति नै राम्रो हुन्छ र बढ्दो दानाको मूल्यलाई घटाउनको लागि घाँसको व्यवस्था लगाउनु नै पर्छ पशुपालकहरूलाई। यदि किसानहरूले घाँसको लागि चाहिँ यति नै फोकस गर्यो भने बढ्दो दानाको मूल्यलाई घटाउनको लागि खास गरिकन घाँस चाहिँ उपलब्ध गराउनु पर्यो। यो चाहिँ अटोमेटिक दानाको भाउ चाहिँ कम हुन्छ। पशुपालकहरूले के गर्छ भने खास गरिकन दाना किन्दै जान्छ तर घाँसमा चाहिँ फोकस गर्दैन। त्यसकारणले चाहिँ अहिले चाहिँ खासमा चाहिँ दानाको भाउ बढेको छ र पशुमा पनि यति जति फाइदा आउनु पर्ने छ त्यति आइरहेका छैन। त्यसकै हस्त दर्शकबिन तपाईहरुको माझमा हामी यस्तै भिडियो लिएर आउँछौं। फेरि पनि आशा गर्दछु कि तपाईहरुलाई यो भिडियो राम्रो लागेछ होला। राम्रो लागेछ भने कृपया यो भिडियोलाई लाइक शेयर फलो र कमेन्ट गरिदिनु होला के कस्तो लाग्यो भनेर। हस्त धन्यवाद।